हेलो गाइज, आज चाहिँ मुकुमको बिहानको सुन्दर दृश्यहरू। यो चाहिँ सिन्चेलुङ, न्यू फक्ताङलुङ कुम्भकर्ण। अहिले चाहिँ बिहानको 5 बजेर 22 मिनट गएको छ। हेलो गाइज, आज चाहिँ हामी पाथिभरा मुकुम आइरहेको छौँ। आजको बिहानको दृश्य चाहिँ यस्तो रहेको छ। क्रस जो हामीले देख्न सक्नुहुन्छ। आजको बिहानको ब्लग चाहिँ भर्खर अहिले चाहिँ 6 बज्नु लागेको छ। 6 बज्नुको लागि 10 मिनट बाँकी छ। त्यस्तै हो। यहाँ चाहिँ वरिपरिको हिमालहरू सबै मनमोहक एकदम राम्रो देखिन्छ। अनि यो चाहिँ मुकुमलुङको मेन गेट। यहाँदेखि यसो गएर चाहिँ यहाँ चाहिँ पूजा गर्ने माथि मन्दिर छ। चालिस त्यस्तै हेर्नुहोस्, यो चाहिँ पाथिभराको जुन पूजा गर्ने गेट अथवा ढोकादेखि यसो गएर पूजा गर्नुपर्छ। यो चाहिँ बेटी सङ्कलन क्युआरबाट हामी चाहिँ फर्केको हामीले यसो ब्लगहरू हेर्दै देखाउँदै फर्किँदैछौँ। सो यहाँ चाहिँ तलदेखि आउँदाखेरि थकै लाग्दाखेरि एकछिन बस्ने अनि थक्कै मरेपछि पूजा गर्ने होइन। अनि यो चाहिँ हेर्नु सक्नुहुन्छ, यो चाहिँ ट्रस्ट। यो हाम्रो ट्रस्ट चाहिँ निकै तलदेखि यहाँसम्म लागेको छ। बाटो पनि एकदम राम्रो भइराखेको छ अहिले चाहिँ। यस्तै हो, गुरुहरू बस्ने पार्टी भनौँ, पार्टी। सो आजको भ्यू चाहिँ यति नै। यो धुम्म परेको छ। चन्द्र कुमार बरा चाहिँ मण्डप पूजा सुरु हुन लागेको छ।